प्रमुख अतिथिका रूपमा उपस्थित हाम्रो पार्टीका पोलिट ब्युरो सदस्य तथा व्यवस्थापिका संसदका सदस्य कमरेड कर्णबहादुर थापा, अतिथिको रूपमा उपस्थित नेपाल बुद्धिजीवी परिषदका सदस्य पूर्व माननीय कमरेड विजय कुँवर, पार्टी सचिव, उपसचिव र जिल्ला कमिटिका सचिवालयका कमरेडहरू, सदस्य कमरेडहरू र यो कार्यकर्ता भेलामा मापदण्ड अनुरूप उपस्थित हुनुभएका कमरेडहरू र सँगसँगै रेडियो बाजुरा मार्फत यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुनिराख्नुभएका बाजुरावासी आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू, कर्मचारी, शिक्षक साथीहरू सबैमा म नेकपा एमाले केन्द्रीय कमिटिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु हृदयदेखि। हामी यति बेला हाम्रो पार्टी नेकपा एमालेलाई सुदूरपश्चिमका 9वटै जिल्लामा जनताको घरमा हामीले उपस्थित गराएका छौं, जनताको आँगनमा हामीले उपस्थित गराएका छौं र गाउँ गाउँ, चोक चोक, गल्ली गल्ली हरेक ठाउँमा नेकपा एमालेलाई हामीले उपस्थित गराएका छौं। त्यो किन होला यहाँहरूले पनि बुझिसक्नु भएको छ। त्यसको एउटै मात्रै कारण थियो भनेर भन्दा तपाईहरूलाई हामीले मत मागेका थियौं। बाजुरामा बाजुराका न्यायप्रेमी आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरूलाई हामीले मत के भनेर मागेका थियौं भने 64 सालको संविधान सभाको चुनावमा जनताले नेकपा एमालेलाई माया गर्नुभएको थियो, तर त्यहाँ विभिन्न खालका विक्रम र जालजेलहरू भएर नेकपा एमालेलाई तेस्रो शक्तिको रूपमा पुगाइयो। मुलुकले दुःख पाइयो, यो मुलुकका जनताले दुःख पायो, युवा विद्यार्थीहरूले दुःख पाए, महिलाहरूले दुःख पाए। किनभने 64 सालमा संविधान सभाको चुनाव भयो, 69 सालभित्र संविधान बनिसक्ने जनताको हातमा दिने त्यो भुनाउ भनेर जनताले त्यति बेला निर्वाचित गरेका थिए, विश्वास गरेका थिए, विश्वासको मत दिएको थियो। तर नेकपा एमालेलाई तेस्रो शक्तिको रूपमा नेपाली जनताले स्थापित गरे, त्योसँग पुगाए। तर जनताले पुगाएको होइन, त्यस विक्रमका कारणले पुग्यो। मैले त्यति बेला भनेको यो चैत वैशाखमा अकस्मात पानी आउँछ नि, मुसलधारे पानी, अनि ती खोलामा पानी नभएको बेला सुक्खा खोलामा त्यो भल आएर अनि चाहिँ त्यो गतिशील ढंगले बढेको नदीलाई उसले डिस्टर्ब गर्छ, उनको आकार, उसको रूपलाई उसले परिवर्तन गरिदिन्छ, धमिलो बनाइदिन्छ। अनि एकैछिन पानी बन्द भइसके पछाडि त्यो जस्ताको तस्तो हुने, पानी नहुने हो। ठ्याक्कै सालको स्थिति भयो। फेरि अर्को शब्दमा मैले भने च्याउ आज त्यो ठाउँमा हेर्दाखेरि बेलुका च्याउ देखिँदैन, भोलि बेला भर च्याउ देखिन्छ त्यहाँनिर। हो, कुनै पनि चिजको विकास अस्वाभाविक ढंगले भयो भने उसको अन्त्य पनि आश्चर्यजनक र अस्वाभाविक किसिमले हुँदो रहेछ कि म त्यति बेला भनेको थियो यही हुन्छ भनेर भने। अनि नेपाली जनताले के महसुस गरे भन्दा वास्तवमा हामीले यो मुलुकमा आधा शताब्दी भन्दा बढी नेपाली जनताको बहुत प्रतीक्षाको एउटा विषय, नेपाली जनताको उत्कट चाहना, जनताका जनप्रतिनिधि मार्फत संविधान बनाउने त्यो एउटा चाहिँ पवित्र इच्छा पूरा भएन। अभिभावकमाथि एउटा अपमान भयो, राष्ट्र र समाजप्रति जिम्मेवार भएन र त्यसो भएको हुँदा अब नेकपा एमालेलाई विश्वास गर्नुहोस्, हामी तपाईको घर दैलोमा, तपाईको हातमा, जिल्ला जिल्लामा संविधान आम सदियौंदेखि एउटा अधिकारबाट वञ्चितीकरणमा रहेका वर्ग, क्षेत्र, जाति त्यो सबैलाई अधिकार सम्पन्न गरिने, तर त्यो सम्पन्न भएको एउटा अधिकार के अरे संविधान, नयाँ नेपालको संविधान जनताको हातमा ल्याउने काम नेकपा एमालेले गर्नेछ र तपाईहरु विश्वास गरेर हामीलाई तपाईहरुको मत प्रकट गर्नुहोस् भनेर हामीले भन्यौं र त्यसको परिणामस्वरूप तपाईहरुले देखिसक्नुभयो। नेकपा एमालेको उपस्थितिमा बलियो उपस्थिति नभइदिएको भए आज के हुन्थ्यो होला? एकपटक हामी कल्पना गरौं।
अझ त्यसैमा नेकपा एमालेको आदरणीय अध्यक्ष कमरेड केपी ओली हाम्रो पार्टीको अध्यक्ष हुनु र उहाँको बलियो एउटा राष्ट्रप्रतिको एउटा अडान, नेपाली जनताप्रतिको एउटा अडान, मुलुकप्रतिको अडान नभइदिएको भए के हुन्थ्यो होला? फेरि पनि संविधान आउनेवाला थिएन। अनि हामी संक्रमण कालको एउटा चाहिँ घाउमा हामीले छटपटाइराख्नु पर्ने अवस्था थियो। हामी भोक भोकै मर्नुपर्ने अवस्था थियो। हाम्रा बच्चा बच्चीले राम्रो शिक्षा नपाउन सक्ने एउटा अवस्था हुन्थ्यो होला र विकास निर्माणका एउटा प्रक्रियाहरू बन्द हुन सक्ने अवस्था हुन्थ्यो होला। त त्यसो भएको हुँदा एउटा ठूलो एउटा अभिभारा, ऐतिहासिक अभिभारा नेकपा एमालेको कारणले गर्दा, यसको अर्थ अरूको पनि छैन भनेको होइन। कुनै पनि चिजको अगुवाई गर्ने मूल मान्छे चाहिन्छ, मुख्य मान्छे चाहिन्छ। हो, त्यो एउटा संविधान निर्माणको एउटा अगुवाई मूल मान्छे, मूल एउटा राजनीतिक पार्टी नेकपा एमाले नै हो भन्ने विषयमा हामीले बिर्सनु हुँदैन। नेकपा एमालेका कुनै पनि कार्यकर्ताले त्यो बिर्सनु हुँदैन। म तपाईँहरूलाई भित्रभित्र खचेन खुचिन कहाँ कति भयो भन्ने विषयमा धेरै भन्दैन। म सामान्य एक दुईवटा कुराहरू तपाईँलाई भन्छु। पहिलो प्रारम्भिक मसौदा आयो भने त यहाँ तपाईँहरूले छलफल गर्नुभयो होला जिल्लामा। त्यति बेलासम्म आज जो जबरजस्त किसिमले चाहिँ तराईलाई, मधेसलाई, काडुलाई अधिकारबाट एउटा टाढा राख्यो भनेर जबरजस्त किसिमले एउटा गलत व्याख्या गरिएको छ, त ती मूलका एउटा नेताहरू प्रारम्भिक मसौदा बनाउँदासम्म त सहमतै थिए त। त्यो संविधानको एउटा प्रारम्भिक मसौदा लिएर आफ्नो निर्वाचन क्षेत्रमा गएका होइनन्। अनि त्यो जनताको मत मागेको होइन, त्यो जनताको बीचमा जे मत आयो त्यसलाई बोकेर ल्याएको होइन। सबै काम भयो। तर यो मुलुकलाई एउटा चाहिँ अगाडि बढ्न नदिने, यो मुलुकलाई अस्थिरता चाहिने, अस्थिरतामा एउटा चाहिँ राख्न चाहने एउटा राजनीतिक शक्ति, वैदेशिक एउटा शक्तिहरूको खेलका आधारमा आज कृत्रिम ढङ्गले जबरजस्त किसिमले यहाँ चाहिँ मधेसले अधिकार पाएन, थारूले अधिकार पाएन, यो खालको एउटा बनावटी ढङ्गले त्यो एउटा प्रचारबाजी हुने काम भयो। हो, हामीले आज चाहे हामी यो अहिले के भन्छ मधेसमा छैनौँ होला, थारू समुदायका हामी मान्छे छैनौँ होला, तर पनि हामी सबैले एउटा चाहिँ बुझ्नु र जान्नुपर्ने विषय के हो भनेर भन्दा वास्तवमा उठाएका ती मुद्दाहरू त्यो जबरजस्त किसिमले सृजित गरेको एउटा समस्या वस्तुपरक हो कि होइन भन्ने विषयमा हामीले जान्न नितान्त आवश्यक छ। अब तपाईँहरूलाई थाहा होला, मैले मूल मान्छे, मुख्य मान्छेले त अगुवाई गर्नै पर्छ भनेर मैले अघि पनि भने। भाद्र 25 गते शुक्रबारको दिन भारतका विदेश सचिव त यहाँ दूत पल्टेर आए, हाम्रो पार्टीको अध्यक्ष त हकारेर पठाउनु भयो। हाम्रो देशको मामला हो। हामीले हाम्रो देशको संविधान कस्तो बनाउने, हामीले हाम्रा देशका विभिन्न जाति, भाषा, संस्कृति, लिङ्ग, वर्ण क्षेत्रका मान्छेहरूलाई कस्तो खालको अधिकार संविधानमा हामीले व्यवस्थापन गर्ने, त्यो हाम्रो अधिकार हो, भारतको अधिकार होइन भनेर हकारेर पठाउनु भयो। अनि स्थगित गर्नु पर्यो संविधान सभा, वार्ता गर्नु पर्यो भन्ने खालका भयो। एमालेले भने किन प्रारम्भिक मसौदामा त ती सबै मान्छेको उपस्थिति छ। अनि अब यो 7 प्रदेश सभाबाट 7 बनाउने बित्तिकै नै त्यो भएको छ। अनि त्यो भइसके पछाडि त हेरौँ न त भनेर चाहिँ शुक्रबार र शनिबार 2 दिन संविधान सभा स्थगित भयो। तपाईँहरूले पनि सुन्नुभएको छ घरमा। फेरि आइतबार त्यति बेलाका प्रधानमन्त्री जो नेपाली कांग्रेसका सभापति हुनुहुन्छ, यो कुनै बनावटीका पूर्वाग्रही भनाइ होइन। हामीले जे सत्य तथ्य कुरा जे छन् त्यो तपाईँहरूलाई हामीले सुनाएको मात्रै हो। सोध्नु, अब नेपाली कांग्रेसका साथीहरू पनि यहाँ कहीँ छेउछाउमा सुनिराख्नु भएको, यो भएको हो कि यिनीहरूले कांग्रेसलाई सोध्दा हुन्छ। पूर्णबहादुर खड्काले उपमहामन्त्रीबाट राजीनामा दिएको होइन। कृष्ण सिटौलाले भद्र सहमति तोड्नै हुँदैन, मुलुक अस्थिरतातिर जान्छ र हामीले पनि एउटा जिम्मेवार हुनुपर्छ र राष्ट्रिय एकता हुनुपर्छ राजनीतिक पार्टीको बीचमा र सत्ताको एउटा साझेदारी बन्नुपर्छ। जे हाम्रो बीचमा 1 वर्ष अगाडि सहमति भएको छ, 1 इन्च पनि तलमाथि गर्नु हुँदैन कृष्ण सिटौलाले भने होइन। अनि 27 गते आइतबार त 7 बजे मिटिङ बोलाउन थाल्नुभयो बालुवाटारमा। हाम्रो पार्टीको अध्यक्ष चाल पाउनुभयो, 2-3 हप्ता उता साह्रो भन्ने प्रस्ताव आउने, हामीले किन जाने, उपस्थित हुनु भएन।
अनि ए माओवादीका अध्यक्ष कमरेड प्रचण्ड मिटिङमा जान छुटछाट गर्नुभयो। एमालेको अध्यक्षमा जाने यसो उहाँले पनि अब त्यसमा जानु भएन। फेरि 1 बजे संविधान सभा सुचारू हुने एउटा निर्धारित कार्यक्रम छ। त्यहाँ त 3-4 बजेसम्म चाहिँ उता सारो हुने मात्र एउटा चाहिँ घम्साघम्सी। नेकपा एमाले कुनै पनि हालतमा हुँदैन संविधान सभाको बैठक सुचारू हुन्छ। अब 1 मिनट पनि एउटा चाहिँ तलमाथि कुनै पनि हालतमा हुँदैन भनेपछि बैठक सुचारू भयो अनि धारामा छलफल भयो। त्यो तपाईँहरू सबैले सुन्नुभयो। मानौ 2 हप्ता उता संविधान सभा स्थगित भइदिएको भए आज के हुन्थ्यो होला? उता चाहिँ स्थगित गरिदिएको भए आज के हुन्थ्यो होला? अब तपाईँहरू भन्नुहोस् कि अब यसमा यो संविधान सभा 2072 साल असोज 3 गते जसरी जारी भयो र यसका पछाडिको नेकपा एमालेको आम पंक्ति तपाईँहरूले लाग्छ होला माथि नेतृत्वको बीचमा कुनै त्यस्तो खालको मनमेटाप देखियो? तपाईँहरूले के देख्नुभयो? संविधान निर्माणमा एउटै स्वर, एउटै मन, एउटै मुटु, एउटै भावना। कमरेड जेलले पनि त्यही बोल्नुभएको छ, वरिष्ठ नेताले। कमरेड माधवले पनि त्यही बोल्नुभएको छ, वरिष्ठ नेताले। वामदेवले त्यही बोल्नुभएको छ। अनि अध्यक्ष त अध्यक्ष जन एउटा चाहिँ त्यसमा विरुद्ध रूपले त्यसलाई अगुवाई गरेर राख्नु भएको छ। अनि त्योभन्दा तल दोस्रो पंक्तिका एउटा नेताहरू त्यसरी जानुभएको छ। र आम रूपमा संविधान सभा हलमा पनि नेकपा एमालेका तर्फबाट उपस्थित भएका सभासदहरू पनि त्यही ढङ्गले लाग्नुभयो। त्यसकै परिणाम हो आज तपाईँहरूको बीचमा हामीले संविधान लिएर आयौँ, तपाईँहरूले हामीले विश्वास गर्नुहोस्, मत दिनुहोस् भनेका थियौँ। हामीले जनतालाई ढाँटेनौँ, हामी एउटा सच्चा सिपाही जनताका हौँ भनेर आज त्यही भन्न तपाईँहरूलाई आएका हौँ। अब संविधान निर्माण भयो। संविधान भारतका लागि त होइन नि, संविधान अमेरिकाका लागि त होइन नि, संविधान युरोपियन मुलुकका लागि त होइन नि, संविधान नेपालका लागि हो, नेपाली जनताका लागि हो। हामी हाम्रो देशको संविधान कस्तो बनाउँछौँ भन्ने अधिकार पनि हाम्रो नै हो। त्यही भएर त हामी 601 जना पठायौँ त, यो काम गर्नुहोस् भनेर पठाएको हो तपाईँहरूले। अनि त्यही मान्छेले तपाईँहरूले जे भन्नुभयो त्यही संविधान बनाए। हामीलाई यो अधिकार चाहियो भने त्यो अधिकार व्यवस्थापन गर्यो, महिलालाई यो अधिकार चाहियो भने त्यही अधिकार व्यवस्थापन गर्यो, थारूहरूले यो अधिकार चाहियो भने त्यही अधिकार एउटा व्यवस्थापन गरियो, अनि मधेसीहरूलाई यो अधिकार चाहियो भने त्यही अधिकार व्यवस्थापन गरियो, अनि पिछडिएको एउटा क्षेत्र जातका मान्छेहरूलाई त्यही अधिकार व्यवस्थापन गरियो। त्यही चाहियो भने होइन। मानौ तपाईँहरूले यो अधिकार चाहियो भनेर पठाउनु भयो, अनि त्यो अनुरूपको संविधान बनाइनु भने आज तपाईँहरू के गर्नुहुन्थ्यो? सभासदहरूलाई राजनीतिक पार्टीका अफिसमा सभासदहरूलाई बहिष्कार गर्ने अनि राजनीतिक पार्टीका नेताहरूलाई ढुङ्गा हान्ने अफिसमा आगो तपाईँहरू लगाउनुहुन्थ्यो कि हुनुहुन्थ्यो? त्यसो भएको हुँदाखेरि नेकपा एमाले अब कुनै पनि एउटा वैदेशिक एउटा शक्तिहरूका गुलाम नेपाललाई बनाउनु हुँदैन, पिछा लग्गु नेपाललाई बनाउनु हुँदैन। उनीहरूको सम्बन्ध अत्यन्तै मित्रवत सम्बन्ध हामीले गर्नुपर्छ। कुनै दुश्मनाई पनि होइन, भारतसँग हाम्रो दुश्मनाई पनि होइन, कुनै अन्य मुलुकसम्म पनि दुश्मनाई होइन हाम्रो। तर भूगोल सानो त भन्दैमा, जनसङ्ख्या सानो त भन्दैमा, अविकसित देश भन्दैमा, आर्थिक रूपले कमजोर मुलुक भन्दैमा हेर्न मिल्छ। दुनियाँमा एउटा साना मुलुक आर्थिक रूपले त समृद्ध भएका त थुप्रै मुलुकहरू छन् नि त। त्यसो भएको हुँदा नेकपा एमाले कुनै पनि चाहे देशभित्र किन नहोस् चाहे देश बाहिर किन नहोस्, यदि नेपालमाथि अनावश्यक रूपमा नेपालको राष्ट्रिय स्वाधीनतालाई समाप्त पार्ने, नेपालको भौगोलिक अखण्डतालाई समाप्त पार्ने, सार्वभौमिकतामाथि एउटा चाहिँ उनीहरूले हस्तक्षेप गर्ने त्यो खालको एउटा चाहिँ प्रचेष्टा र युवा स्वप्न यदि देख्छ भने हामीले संकल्प गरेका छौँ। नेकपा एमाले संकल्प गरेको छ। हामी राजनीतिमा त्यतिकै लागेका होइन नेकपा एमालेका मान्छेहरू। उनीहरूले जे भन्नन् केही सही थापेर यो देशमा हामी राजनीति गरौँला भनेर नेकपा एमाले राजनीति गरे होइन। हाम्रो पार्टीको कमरेड केपीओलको 14 वर्ष जेल बस्नुभयो, तपाईँलाई थाहा होला नि। 14 वर्ष सामान्य कुरो हो। त्यो केका लागि भन्दाखेरि यो मुलुकलाई एउटा चाहिँ परिवर्तन गर्नका लागि, यो मुलुकलाई चिसो मिचो शोषण दमन उत्पीडनबाट मुक्त गर्नका लागि राजनीति गरे हो। त्यसो भएको हुँदा हामी
अन्याय कुनै पनि अन्याय हामी सहन सक्दैनौँ। यदि अहिलेको 21औं शताब्दीमा हामीले प्राप्त गरेका एउटा चाहिँ अन्तर्राष्ट्रिय कानूनले दिएका अधिकारहरू, जो भूपरिवेशित मुलुकका नागरिक र देश भएका कारणले प्राप्त गरेका अधिकारहरू, उनले त्यसमा चाहिँ बाधा व्यवधान उत्पन्न गर्छ भने त्यसको एउटा चाहिँ अग्रभागमा मुक्तिको झण्डा लिएर, राष्ट्रियताको झण्डा लिएर पहरेदारको रूपमा लड्ने पार्टी नेकपा एमाले हुनेछ। त्यसका पछाडि तपाईँ हामी कति लाग्नेछौँ? आज हामीले त भनेका छौँ 2.5 लाख संगठित सदस्यहरू नेकपा एमालेका 2.5 लाख। यदि यो मुलुकको सार्वभौम सत्ता समाप्त पार्ने काम यदि त्यो खेल कुनै विदेशी शक्तिहरूले, विदेशी एउटा चाहिँ शासकहरूले गर्छन् भने ती 2.5 लाख मर्न तयार छन्। यो मुलुकको स्वाधीनतालाई हामी दिँदैनौँ। हाम्रो ढाका टोपीलाई मतलब चाहिँ त्यसलाई फाल्न दिने स्थिति हामी गर्दैनौँ। दौरा सुरुवाललाई नलगाएर धोती लगाउने त्यो खालको परिस्थिति यदि कसैले पनि चेष्टा गर्छ भने नेकपा एमाले त्यसका विरुद्धमा लाग्छ। त्यसो भएको हुँदा हामी संविधान बनाउने, अनि मैले त सुनिन, साथीहरूले सुनाउनु भयो कि भारतको एउटा चाहिँ त्यो त्यहाँको संसदको एउटा सदस्यले 9 जिल्ला चाहिँ के भन्छ भारतमा गाड्ने के अग्लो कुरा गरे। अनि त्यसो भयो भने अहिले त हामी कमजोर छौँ, आर्थिक रूपले कमजोर छौँ, सैन्य बलले हामी कमजोर हौँला, विकास निर्माणमा अलिक पछाडि हौँला। यदि हामी समृद्ध भयौँ भने, यदि हामी ठुलो मुलुक भयौँ भने, अरूले पनि डर मान्ने स्थितिमा पुग्यौँ भने, आज मकाउ कसरी फिर्ता लियो चीनले, ताइवान कसरी फिर्ता लियो, हङकङ कसरी फिर्ता लियो, अनि त्यति बेला अन्तर्राष्ट्रिय कानून अनुसार कुमार बर्माल टिस्टा के होला? हिजो नेपालका नेपाली हाम्रो भर्तियो, हाम्रो माटो हो। अन्तर्राष्ट्रिय कानूनले यही कुरो बताएको छ हामीलाई। होला हामी कमजोर छौँ, हामी बोल्न सक्ने छैन होला, अहिले लड्न सक्ने अवस्था छैन होला। त्यही भएर चुपन लागेको छ यहाँ त। हिजो चीन अलिअलि मतलब चाहिँ त्यो फिर्ता लिन सक्ने अवस्थामा थिएन, उसले हङकङ फिर्ता लिएन नि, ताइवान फिर्ता लिएन नि, मकाउ अन्य फिर्ता लिएन नि उसले। जब त्यो ठाउँमा पुग्यो, सबै चिजले सम्पन्न भयो, मलाई अब यो फिर्ता लिँदाखेरि कसैले केही पनि गर्न सक्दैन भने फटाफट जितेर उसले फिर्ता लियो नि। यदि उसले त्यो बोल्यो भने हाम्रो कुमाउ गढवाल टिस्टा कहाँ छ हिजोको हाम्रो सिमाना? अन्तर्राष्ट्रिय कानून अनुसार हामी सँगले जित्न सक्छौँ। बेला नेपाल हरेक हिसाबले दुनियाँका अगाडि उनलाई टक्कर दिने स्थितिमा हामी पुग्यौँ भने त्यो अन्तर्राष्ट्रिय दिएको छ। त्यसो हुँदा अहिले अब जबरजस्त किसिमले केही खालका एउटा चाहिँ समस्याहरू ल्यायो। ती भनेका धेरै छैन, 3-4वटा कुराहरू। एउटा यो निर्वाचन क्षेत्र जनसङ्ख्याको हिसाबले हुनुपर्ने। तपाईँहरूले संविधान पाउनुभएको छ कि छैन मलाई थाहा छैन। संविधानको धारा 84(2) हेर्नु होला, संविधानको धारा 177 को 6 हेर्नु होला, संविधानको धारा 285 को 2 हेर्नु होला। त्यहाँभित्र के लेखिएको छ? त्यहाँभित्र के लेखिएको छ? जनसङ्ख्याको हिसाबले निर्वाचन क्षेत्र त कसो रहेछ भने मैले त यो पछि बुझेँ कि त्यो उहिले पञ्चायत कालमा 1, 2, 3 भनिकन त्यसरी मतलब हाम्रो विजय कुमारजी पनि त्यसरी लड्नु भएको होइन। त्यो हुँदाखेरि त पहाडी जिल्लामा स्वास्थ्य रेट दिनु पनि प्रतिनिधि नहुने, त्यो निर्वाचन क्षेत्र नहुने। के अरे सरी, उहाँको हाम्रो मान्य विजय कुमारका बुवा 2015 सालमा जिल्लाहरू बुझ्छ त्यसो हुँदो रहेछ। त्यो हुँदाखेरि त अनि जहाँ बढी जनसङ्ख्या त्यहीँ गयो, पहाडतिर स्वास्थ्य अनि चाहिँ जसले युगदेखि त्यहाँको भूगोलको एउटा रक्षा गरेको छ, त्यहाँको पहरेदार गरेको छ, त्यहाँको मतलब सारा चिजलाई उनले चाहिँ हुर्काएको छ। अनि त्यो चिज खाली भयो भने के हुन्छ? त अब तपाईँहरूलाई उनीहरूले के उठाइराखेको छ? 84को 2मा संघीय सभा भनेको प्रतिनिधि सभा, त्यो 275 को मानिएको छ। र त्यो 275 मध्ये 110 समानुपाती बनेको छ। जनसङ्ख्याका हिसाबले समानुपाती भने हो नि त, त्यो तपाईँ हेर्नु होला त्यसमा। अनि कहाँनिर हो? अनि भूगोल र जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र कायम गरिने छ भने कम्तीमा पनि एउटा जिल्लामा एउटा निर्वाचन क्षेत्र रहने गरेर बाँकी जनसङ्ख्या र भूगोलका हिसाबले बनिएको छ। अनि त्यहाँनिर कुनै छैन। अनि हामीसँग समानुपातिक र समावेशी भएन। तपाईँहरूले संविधानको
त्यो प्रस्तावनामै हेर्नु होला, त्यही उल्लेख भएको छ। धेरै टाढा जानु पर्दैन, सुरुमा संविधानको पाना पल्टाउने बित्तिकै त्यो प्रस्तावनामा देखिन्छ। समानुपातिक समावेशी सहभागिताको सिद्धान्त भनेर भन्यो। के भनेको के विभिन्न जाति मध्ये गाउँ के भन्छ आदिवासी जनजाति दलित महिला अनि थारू यो सबैलाई भने होइन। अनि प्रदेश र यो तपाईको स्थानीय निकायमा त्यही भने संविधानको धारा 176 को 6 मा त्यहाँ पनि यो एउटा निर्वाचन क्षेत्रको ठ्याक्कै डबल प्रदेशको एउटा त्यसलाई काटेर त्यसलाई चाहिँ 60% मानेर 100% मानेर 40% चाहिँ समानुपातिकै मानिएको छ त। अनि त्यो 40% पनि मधेसी आदिवासी जनजाति महिला थारू मुस्लिम यो सबैको मतलब चाहिँ प्रतिनिधित्व समानुपातिक सहभागिता भने समावेशी भनिएको छ नि त त्यहाँ पनि। अनि त्यहाँनिर पनि कहाँनिर उभो। अनि फेरि हामी निजामतीतिर हाम्रो प्रतिनिधित्व भएन। निजामतीतिर चाहिँ मधेसी थारूको कुनै मतलब चाहिँ त्यहाँ चाहिँ खुला गरेन भनिएको छ संविधानको धारा 2285 को 3 मा तपाईँहरू हेर्नु होला। त्यसमा के भनेको छ भने संघीय कानून बमोजिम लोक सेवामा उसले प्रतिस्पर्धा गर्दाखेरि खुल्ला र समानुपातिक मा पनि त्यही ढङ्गले व्यवस्था 14वटा क्लस्टर छन्, त्यसका के 18वटा क्लस्टर छ। तिनीहरूलाई समानुपातिक ढङ्गले त्यहाँ अवसर दिइनेछ। उनीहरूको खुलामा पनि समानुपातिकमा पनि उनीहरूलाई त्यो अवस्थाबाट उनीहरूलाई चाहिँ कुनै त्यस्तो खालको परिवर्तन गरिएको छैन भने। अनि अब ती राजेन्द्र महतो तपाईहरुलाई यहाँ पनि हुनुहुन्छ होला बाजुरामा राष्ट्रिय सेवक कर्मचारी शिक्षकहरू। ती राजेन्द्र महतो त 28 सालमा नागरिकता लिएका मान्छे। यो मुलुक बिग्रियो, यो भत्क्यो। अघि प्रकाशजीले भन्नुभयो हाम्रा पूर्वजहरू कसरी लडे भन्ने विषयमा त मैले भनिसक्नुभयो नि। त कहिले त्यो राजेन्द्र महतोका पुर्खा ब्रिटिससँग लडे कि चीनसँग लडे कि हिजो नेपालमाथि जाई लाग्दाखेरि कहिले लडे भने त्यो त हाम्रा खुदाको रोटी यहाँ चाहिँ सिस्नो खाइकन हाम्रा वीर सपूतहरू वीर एउटा चाहिँ योद्धाहरू लडेका छन्, यो मुलुकको रक्षा गरेका छ। उसको त नागरिकता अब हामीले भन्नुपर्छ, नेकपा एमालेले भन्नुपर्छ उसको नागरिकतालाई जफ्त गरिनुपर्छ। उसले देश चोरै, राज्य चोरै, राष्ट्र चोरै उसले काम गर्ने त्यो त्यतिसम्म भइसकेका छ। अब अरू भन्नुहोस् तपाईँ महन्त ठाकुरदेखि शून्य भनी के झा जातिका अर्को अघिल्लो पटक चाहिँ त्यो झा उपराष्ट्रपति थिएन। कुन बाहुन छेत्रीको छोरा थियो, कुन ठकुरीको छोरा थियो, कुन पहाडिया मुलको मान्छे थियो, परमानन्द झा भन्ने मान्छे। अनि राष्ट्रपति रामवरण यादव होइन, तपाईँ मुलको मान्छे होइनन्। अहिलेकै कुरा गर्नुहोस् हो, त्यति बेलाको संविधान सभाका सभामुखकै कुरा गर्नुहोस्। हाम्रो नेमान सुभाष नेमान उहाँ चाहिँ जनजाति होइन। अनि उपसभामुख हुनुहुन्छ अन्सारी घाटी, अहिले सभामुख हुनुहुन्छ, जनजाति होइन उहाँ। के भन्नुहोस् तपाईँ, महिला देशको पहिलो राष्ट्रपति ल हेर्नु न। अनि जनजाति उपराष्ट्रपति हिजो नन्दकिशोर पासवान उपराष्ट्रपति होइन उहाँ चाहिँ। हाम्रो पौनजीहरूले मत हाल्नु भएन उहाँलाई। अनि अब सभामुख भन्नुहोस् अन्सारी घाटी, अनि त्यहाँ चाहिँ उपसभामुख भन्नुहोस्। त्यसो भएको हुँदाखेरि त अहिलेको संविधानले विभिन्न जातलाई कहाँनिर एउटा चाहिँ विशेष गरेको त कि बाहुनको छोरो अहिले राष्ट्रपति छ, कुँवरको छोरो यहाँ चाहिँ राष्ट्रपति छ, कुनै खड्काको छोरो राष्ट्रपति छ, कुनै रोकाएको छोरो गोराको छोरो छ। यति एउटा समावेशिताको आधारमा बनेको संविधान जहाँ सबै मान्छेहरूलाई चाहिँ यो एउटा अवसरबाट एउटा चाहिँ उनीहरूलाई पूरा पूर्ति उपयोग गर्न पाउने त्यो खालको एउटा समृद्ध एउटा संविधान 42वटा देशमा संविधान सभा मार्फत संविधान बनेको छ। ती सबै देशको संविधान भन्दा नेपालमा बनेको यो 72 सालको संविधान सबैभन्दा प्रजातान्त्रिक लोकतान्त्रिक एउटा समावेशिताको आधारमा बनेको संविधान हो नि त। भारतमा महिलाहरू तपाईँहरू यहाँ हुनुहुन्छ,
कति प्रतिशत भारतमा महिलालाई अहिले आरक्षित गरेर 11.33%। देवेन्द्र बङ्गलाले ऊ आफू प्रधानमन्त्री हुँदाखेरि एउटा विधेयक अहिलेसम्म पनि पारित गरेको छैन 33% महिलाको आरक्षित चाहिन्छ भनेर। देवेन्द्र बङ्गला भारतको प्रधानमन्त्री हुँदाखेरि कहिले तपाईँहरू आफै अनुमान गर्नुहोस् अहिलेसम्म। अनि नरेन्द्र मोदीले 33% महिलाको सिट आरक्षित गर्नुपर्छ कि पर्दैन? अनि हाम्रो देशको महिलाको अधिकारमाथि उनले भारतले मतलब यो चाहियो यो चाहियो भन्ने आफ्नो देशको हालत थियो त। अनि उसलाई त किरा होला। हिजो भारतको संविधान निर्माणकै क्रममा पाकिस्तान टुक्रेको छ। अनि अहिले उसलाई त त्यो त्यत्रो कारगिल युद्धबाट तपाईँलाई थाहा छ पारे के अरे पाकिस्तानमा इन्डियाको उसलाई टुक्रियाको पीडा छैन। उसलाई नेपाललाई पनि अब भारत तराई तराईसम्म भूभागलाई एउटा चाहिँ टुक्र्याएर चाहिँ नेपाललाई पनि त्यही पीडा दिने उसको त खेलै त्यही होला। त्यसो भएको हुँदाखेरि यति बेला नेकपा एमालेका कार्यकर्ताहरूले तथ्य कुरा बुझेर गाउँ गाउँमा घर घरमा आमा बुवासम्म दाजुभाइसम्म यो कुरो पुगाउन नितान्त आवश्यक छ। अब आयोगै भन्नुहोस् तपाईँ भारतमा 3टा मात्रै आयोग रहेछ 3टा मात्रै। यहाँ आयोग हेर्नु नि संवैधानिक आयोग महिला आयोग दलित आयोग जनजातीय आयोग जनजातीय आदिवासी आयोग अनि मुस्लिम आयोग सबै आयोगै आयोग छ। अझ त्यो त्यसले पनि अझ कहीँ के हुन्छ भने पनि के अरे यो समानुपातिक के अरे त्यो आयोग छुट्टै बनाएको छ। कहाँनिर अधिकार चाहिँ राजेन्द्र महतोको खोज्यो मोहन ठाकुरको खोज्यो। तपाईँ गएर उहाँ पारी भात खाने अर्काको भूमिमा बुहारी आई नेपालमा डङ्गामुडा गर्ने त भोलि भारतको भात खुवाउनु छोड्नु हालत के हुन्छ उनीहरूको? भात खुवाउनु छोड्दै पानी खुवाउनु छोड्दियोस् दिउँसो खाजा खुवाउनु दियोस्। हामी त ठुला ठुला आन्दोलन गऱ्यौँ 46मा पनि हाम्रा कलिला जीवन पञ्चायतका विरुद्धमा हामी लागेका थियौँ। 19 दिनको आन्दोलन त हामी धेरै उमेरको हिसाबले अगाडि बढिसकेका थियौँ। हामी बन्दुकसम्म यहाँ चाहिँ सारा मतलब उसँग लड्या मान्छे होइनौँ। त त्यति बेला ती आन्दोलनमा हामीले कसले भात खुवायो कसले चिया खुवायो कसले पानी खुवायो हामीलाई कसले दिउँसोको खाजा खुवायो? त अहिले उनीहरूको आन्दोलन केमा टिकिया छ भन्दाखेरि भारतको भातमा भारतको चियामा भारतको खाजामा। अस्ति एकपटक चाहिँ इन्डियाको त्यो नागरिक मरिसके पछाडि तपाईँ अनुमान गर्नु त त्यहाँ चाहिँ जुलुसमा उनीहरू चाहिँ निषेधित क्षेत्र तोड्न आउँदाखेरि 5 जना समात्दाखेरि 3 जना भारतीय नागरिक छन्। किन आए के का लागि आयो उनीहरू? अनि फायरिङ गर्दाखेरि उनीहरूले त त्यो त ठुलो घटना घटाउन खोजेका थियो नि त त्यस्तो ठाउँमा हान्न खोजेका थियो। अनि फायरिङ गर्दाखेरि चाहिँ 1 जन भारतीय मर्छ भन्नुहोस् कि तपाईँहरू अनुमान गर्नुहोस् त कतिजना भारतीय नागरिकको त्यहाँ उपस्थिति रहेछ? उनीहरूबाटै सञ्चालित भएको र त्यहाँका मान्छेहरूको उपस्थितिमा त्यो आन्दोलन चलाएको भनेर त्यसै प्रमाणित हुन्छ। त्यसो भएको हुँदा त्यसरी त्यो आन्दोलन अहिले जबरजस्त किसिमले यो भएन यहाँ उहाँ सुन्ने गरी अब तपाईँ भन्नुहोस् यो राजेन्द्र महन्त ठाकुर अनि यो उपेन्द्र यादव उनीहरूको यदि जनताका नेता हुन् भने त्यहाँ त्यो धरतीका उनीहरू प्रतिनिधि हुन् भने यदि सच्चा हिसाबले त्यो समाजका प्रकृतिलाई बाट त्यो समाजलाई मुक्त गरेका छ कि छैन? आज दाइजोको नाममा त्यही भूमिमा तिनीहरूकै समाजमा आज एउटा युवतीले मर्नु परेको छ। बोक्सीको नाममा तपाईँहरूले कति खालको एउटा यातना दिएर त्यो खालको एउटा चाहिँ मान्छेलाई एउटा चाहिँ यातना दिइराखेको दृष्टान्तहरू हामीले देखेका छौँ भने। अनि के विकृतिबाट मुक्त नगर्ने विसङ्गतिबाट मुक्त नगर्ने विभेदबाट मुक्त नगर्ने अनि आफ्नो समाजलाई जस्तो छ त्यस्तै राखिराख्ने अनि ती सबै चिजबाट अब मुलुकलाई एउटा चाहिँ मुक्त गर्नुपर्छ र सबै मान्छेलाई समान एउटा चाहिँ नागरिकको रूपमा पुगाउनुपर्छ भनेर जब संविधान निर्माण गर्दाखेरि अनि भारतले टाउको दुखाउने। अब यसमा पनि अहिलेसम्म अब नेकपा एमालेको अगुवाईमा हाम्रो पार्टीका आदरणीय केन्द्रीय अध्यक्ष कमरेड केपी ओलीले अहिले सरकारको अगुवाई गरिराख्नु भएको छ र नेकपा एमालेको अहिलेको नेपाल सरकार अत्यन्तै संवेदनशील र जिम्मेवारपूर्वक ढङ्गले अगाडि बढाएको अवस्था हो। अब यहाँ कल्ला लाग्न सक्छ केही होइन। हिजो मलाई सोध्नुभयो यहाँ इन्टरभ्यू दिनुभयो
त्यहाँ नाकाबन्दी भयो, एमालेको सरकार बन्यो। एमालेको सरकार कुनै नाकाबन्दी भएको हो? तपाईँहरूले यो काम गर भनेर तपाईँहरूले 601 जनालाई चाहिँ निर्देशन गरेको त्यो अधिकार पुरा गर्दाखेरि भएको होइन यो। अनि ठ्याक्कै त्यही भनियो भनेपछि त 3 गते जारी भयो, 5 गते अलिअलि त्यो चाहिँ जिज्ञा गर्न थाल्यो, 6 गतेबाट बन्द गरे होइन। अनि 6 गते देशको प्रधानमन्त्री को हुनुहुन्थ्यो त? के केपी ओली हुनुहुन्थ्यो त्यति बेला देशको प्रधानमन्त्री? 3 हप्तासम्म त नेपाली कंग्रेसको सभापति, तत्कालीन प्रधानमन्त्री सुशील कोइराला देशको प्रधानमन्त्री हुनुहुन्थ्यो। त उहाँकै पाला भएको हो नि त त्यो त। अहिले यो सरकार बनिसके पछाडि त नेकपा एमालेको अगुवाईमा हाम्रो पार्टीको अध्यक्षको नेतृत्वमा अहिलेको सरकार बनिसके पछाडि त्यत्रो 13 लाख तेल, इन्धन, पेट्रोलियम पदार्थ त्यहाँबाट चाहिँ एउटा अनुदानमा ल्याउने काम भयो। अनि तुरुन्तै परराष्ट्र मन्त्रीलाई भारतमा पठाउने काम गरेको छ। त्यहाँ चाहिँ पुरा चाहिँ संवाद गराउने काम भएको छ। र सँगसँगै उत्तरबाट यसका वैकल्पिक उपायहरूलाई पनि के गर्ने भनेर धेरै मान्छेको टिम, टोली, आधिकारिक एउटा निकायका मान्छेहरू उत्तरतिर पनि छलफलमा जुटेका छन्, भइराखेका छन्, हिजो आज पनि भइराखेका छन्। अनि त्यताको अहिले करिब 7वटा 9 गतिबाट त नाका खोल्नका लागि चाहिँ निर्णय नै गरिसक्यो क्याबिनेटले भने। अब के बाँकी रहेछन्? अस्ति हामीले पनि भन्यौँ हाम्रो राल कमललाई। अनि यता के भन्छ चाहिँ ताक्लाकोटबाट पनि त्यो पनि गर्नु पर्यो, उता चाहिँ के भन्छ दार्चुल्लाबाट पनि हुँदो रहेछ, त्यताबाट पनि खोल्नु पर्यो भनेर हामीले त्यो खालको सुझाव पनि दिएका छौँ भने। अनि केही भएन। अनि यहाँ प्रचार के मैले सुने यो सरकार 100 दिन त कुर्नुपर्छ, कम्तीमा पनि 100 दिन कुर्नै पर्ने एउटा चाहिँ अहिलेसम्मको हाम्रो संस्कार छ नि त। आज के भन्न थाल्यो भने जसलाई हिजो सत्तामा हामीले काँधो चढायौँ, नेता मान्यौँ, उनीहरूलाई चाहिँ उनको अगुवाईमा हामी सरकारमा गयौँ, उनी के भन्छन् भने अब यो सरकार कहाँ देख्छ धेरै जनताले दुःख पाए, सारा गर्यो, दुनियाँभरि गर्यो, 3 हप्ता भने सामान्य कुरो हो। अनि त्यति बेलाको सरकारले केही सोच्नु पर्दैन, सरकार प्रमुखले केही सोच्नु पर्दैन। त्यसो भएको हुँदाखेरि अहिले नेकपा एमालेको बदखुवाई गर्ने, बदनाम गर्ने, जबरजस्त किसिमले एउटा चाहिँ तल गलत प्रचार गर्ने, जो मान्छे प्रजातन्त्रको आफू सच्चा एउटा पहरेदार हौं भन्ने पार्टीका नेताहरू पनि त्यो भन्दैछन्। त यी यसका पछाडिको सत्यता के हो, वास्तविकता के हो, त्यो त नेकपा एमालेको पङ्क्तिले त्यसलाई छुट्याउनुपर्छ, त्यसलाई हेर्नुपर्छ र त्यसलाई बलियो ढङ्गले जवाब दिन पनि त्यतिकै आवश्यक छ। तपाईँ 2046 सालको आन्दोलनमा त हामी उपस्थित छौँ त, कसरी बाँच्यौँ त्यो छुट्टै छ। अनि ठुलो शक्ति एउटा आन्दोलनमा हुने छ नि त नेकपा एमाले। त्यति बेला तत्कालीन एउटा वाम मोर्चाको हाम्रो पार्टीको त्यति बेला साना प्रधान अनि के अरे आरके मैनाली त अगुवाई हुनुहुन्थ्यो त्यहाँ। अनि त्यति बेला अन्तरिम सरकारको हामीले प्रधानमन्त्री कसलाई बनायो? कृष्ण प्रसाद भट्टराईले सन्त नेता भनेर भन्ने नेपाली कंग्रेसले भन्ने गरेका शब्द है, मेरो होइन त्यो। अनि उहाँलाई हामीले अन्तरिम सरकारको प्रधानमन्त्री बनाएन। अनि पछि 48 सालमा चाहिँ प्रतिनिधि सभाको चुनाव भयो, प्रजातन्त्र स्थापनापछि अब बहुमत नेपाली कंग्रेसको आयो, देश उसले चलायो, राष्ट्रियताको पक्षमा, नेपाली जनताका जनजीविकाको पक्षमा, मुलुकलाई समाजलाई आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण गर्ने विषयमा के खालका कार्यक्रम गयो मैले भन्नु पर्दैन। 51 सालमा के भयो त्यो तपाईँहरू सबै थाहा छ। यहाँनिर मदनजी त बिचरा यसरी लाग्नुभयो, मेरो घर पनि काङ्ग्रेस हो, मेरो गोरु पनि काङ्ग्रेस हो, मेरो आँगन पनि काङ्ग्रेस हो भन्न लाग्नुभएको हो नि। धेरै पछि बिचराले बुझ्नुभयो, हाम्रो धेरै पटक भएको आफ्नो उर्वर जीवनको एउटा महत्त्वपूर्ण जीवनका आफ्ना महत्त्वपूर्ण क्षणहरू त काङ्ग्रेसमा खर्च गर्नुभयो त उहाँले। अहिले वास्तवमा हामीले राजनीतिक रूपले हिँड्ने बाटो कहाँ को भनेर उहाँले पहिचान गर्नुभयो। त्यो त थुप्रै साथीहरू यहाँनिर देखिनुहुन्छ। अनि अब तपाईँ भन्नुभयो 19 दिनको आन्दोलन त खुट्टा खुस्काएको स्थिति हो। राजाको निरङ्कुशता, राजाको एउटा चाहिँ पर्वत दमनबाट चाहिँ पुरा त्याग भएको अवस्था हो। नेकपा एमाले पहिले अरूलाई पनि सुर्याउने, कसलाई चाहिँ साहस पार्ने काम बुटोलबाट गर्यो।
4 लाख मान्छे उतार्ने काम गर्यो। तपाईँलाई थाहा छ 12, 13, 15 किलोमिटरबाट चाहिँ मान्छेले हिँडेर पुगे। तपाईँहरूले सुन्नुभयो होला समाचार। त्योभन्दा पछि जनकपुर गरे। त्योभन्दा पछि कास्कीमा त्यसरी जनता परिचालन गर्ने काम गर्यो नेकपा एमालेको। एक्लै लाख मान्छेलाई उतार्ने काम गर्यो। अनि नेपाली कङ्ग्रेसले के हुँदो रहेछ त यहाँ त जनता साथी गरेर पनि लागेको अवस्था होइन। अनि 19 दिनको आन्दोलन सम्पन्न गरिसके पछाडि गिरिजाप्रसाद कोइरालालाई हामीले प्रधानमन्त्री स्वीकार गरेनौँ। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा हामी सरकारमा गएनौँ। त अहिले तपाईँहरू भन्नुहोस् 70 सालको संविधान सभाको चुनावमा केही झिनो मत बहुमत न हो। अब एउटा संसदीय अभ्यास मर्यादालाई त्यसलाई एउटा चाहिँ निशर्त रूपमा पालना गर्नुपर्छ। यो राष्ट्रिय सङ्कट नेपाली जनताले दिएको एउटा अधिकार अधिमारा यो सङ्क्रमित कालबाट एउटा गाँसिएको मुलुकलाई राजनीतिक अस्थिरताबाट एउटा पीडित भएको मुलुकलाई एउटा राजनीतिक स्थायित्व दिनुपर्छ। संक्रमण काललाई छिटोभन्दा छिटो समाप्त गर्नुपर्छ। संविधान निर्माण गर्नुपर्छ। जनताको हातमा दिनुपर्छ र मुलुकलाई एउटा आर्थिक रूपान्तरणको एउटा प्रक्रियामा अगाडि बढाउनुपर्छ भनेर हामी सुशील कोइरालाको नेतृत्वमा सरकारमा गएका होइन। त्यो त तपाईँहरू दिमागबाट नेतृत्वको छ भनेर देख्नुभयो भने ताजा 1.5 वर्ष अगाडिको घटना हो नि। अनि सहमति के भयो भन्दा सुशील कोइरालाको नेतृत्वमा संविधान निर्माण गरेर जारी गरेको लगत्तै नेकपा एमालेको नेतृत्वमा सरकार निर्माण गर्ने भनेको हो नि। भद्र सहमति हुने त्यही त हो। भद्र सहमति चौधो दुनियाँभरि भयो भने त आज काङ्ग्रेसभित्र ठुलो रुवाबाजी पटाकिया छ। राष्ट्रपति एउटा पद आउने पार्टीलाई त्यो पनि वञ्चित गरियो। सारा मतलब ठाउँबाट हामी वञ्चित गयौँ। सरकार सत्तामा जान पाएनौँ। आज उसको त ठुलो फैसला भइराखेको छ। नेपाली कङ्ग्रेसभित्र पनि देशभक्त नेपाली जनताको पक्षमा लाग्ने पक्षधर एउटा नेपाली कङ्ग्रेसका नेताहरू पनि त्यहाँ छन्। उनीहरूले त्यो बहस गरिराखेका छन्। त उनीहरूको मिटिङमा त गाँड बराबरको अवस्था भन्यो केन्द्रीय कमिटीको मिटिङमा। त त्यसो भएको हुँदाखेरि कङ्ग्रेसलाई हामीले सदाबहार नेता मान्नुपर्ने, सदाबहार प्रधानमन्त्री बनाइदिनु पर्ने, ठिक छ भन्नुपर्ने, पछि लाग्नुपर्ने। अनि आफैले गरेको यसो गरौँ भनिकन बोलेका शब्दहरू बाचाहरू पुरा नगर्ने भने त्यो कुनै राजनीतिक इमान्दारी त हो। मलाई धेरै ठाउँमा कङ्ग्रेसका साथीहरूले नेता तहका साथीहरूले पनि भन्नुभयो यो कङ्ग्रेस भनेको त वास्तवमा अभिलेखी पार्टी पो रहेछ। यो वैदेशिक शक्तिहरूले चलाएको चलाउन उनले चलाउन छोड्यो भनेपछि अगाडि बढ्न नसक्ने त्यस्तो पार्टी पो रहेछ भनेर हामीले धेरै त्यस्तो एउटा चाहिँ राष्ट्रिय सङ्कटका बेला एकताबद्ध भइकन अगाडि जानुपर्ने बेला सुशील कोइराला धेरै ठाउँ बोलेको तपाईँहरूले सुन्नुभयो होला। म संविधान जारी हुने बित्तिकै भोलिपल्ट राजीनामा दिन्छु, मलाई इच्छै छैन, रहरै छैन भने होइन। अनि फेरि त्यो इच्छा प्रहरी सुशील कोइरालाले फेरि कसरी सिर्जना भयो त्यो इच्छा प्रहरी पलायो फेरि। त यो सबै कारण के हो भन्दाखेरि वैदेशिक शक्तिको एउटा गोष्ठी बन्ने, नेपाललाई एउटा पराधीन बनाउने, नेपाललाई एउटा चाहिँ वैदेशिक शासकको एउटा पिछलगु बनाउने, उनले दिएको निर्देशन ठिक बेठिक जे जस्तो आँखा चिन्लेर हो भन्ने त्यही हो भन्ने बुझ्यो नि त। त्यसो भएको हुँदा हामी हाम्रो पार्टीको नेतृत्वलाई अहिलेको सरकारलाई हामीले के भनेका छौँ भन्दा नेकपा एमालेका सुलभ मत 22-23 लाख छ। त्यो सबै मर्न तयार छ। नेपालको राष्ट्रिय भौगोलिक अखण्डतालाई हामी बुझ्न दिँदैन। सबै मर्न हामी तयार हुन्छौँ, होमिन्छौँ। त्यो हाम्रो दृढ अडानो जनताप्रतिको राष्ट्रप्रतिको दृढ एउटा चाहिँ विश्वास हो। राष्ट्रियताप्रतिको हाम्रो एउटा दृढ भावना आया हो। त हामी त्यो हिसाबले एउटा चाहिँ गइराखेको अवस्था चाहिँ छ। र यहाँ तल तल पनि तपाईँहरू जो कमरेडहरू जुन ठाउँमा तपाईँहरू गाउँ कमिटीमा हुनुहुन्छ होला, इलाका कमिटीमा हुनुहुन्छ होला, तल शाखा सेल कमिटीमा तपाईँहरूले हुनुहुन्छ होला, जिल्ला कमिटीका कमरेडहरू हुनुहुन्छ होला। अब एक प्रति तपाईँहरूले संविधानको एउटा चाहिँ किताब आफ्नो हातमा लिएर यहाँ बुझेको कुराहरू हामीले त्यत्तिकै भनेको हामीले हेर्नु होला। त्यहाँभित्र जे भन्यो त्यही पाउनुहुन्छ तपाईँहरू हो। त्यही कुरो हाम्रा दाजुभाइले तपाईँहरू बताउनु होला। त्यही कुरो हिजो हामीले मत दिने आमालाई बताउनु होला। त्यही कुरो हामीले मत दिने बुवालाई बताउनु होला, किसानलाई बताउनु होला। विद्यार्थीहरूले कहिले पनि प्रचार गरेका थिए नि भाइ एमालेलाई मत दियो भनेर, यस्तो लेखेर हेर भनेर उनलाई पनि तपाईँहरू बताउनु होला। त्यति मात्रै होइन।
यो समाजको माया भएका, यो देशको माया भएका नेकपा माओवादी, नेपाली कंग्रेस, अरू पार्टीका मान्छेहरूलाई पनि त्यो कुरो तपाईँहरू सुनाउनु होला। तपाईँहरूको जिम्मेवारी हो। मान्छे राजनीतिक बाटो नपाएर गलत दिशातिर पनि गइराखेको अवस्था होला, कयौं त्यस्ता छन्, हामीले देखेका छौँ। ती सबै मान्छेलाई बुझाउने, सबै मान्छेलाई सम्झाउने, उनीहरूलाई ठिक सन्देश दिने काम नेकपा एमालेको काँधमा छ। यो विषयमा म यति नै भनौँ। अब संविधान कार्यान्वयन गर्नुपर्ने अहिलेको महत्त्वपूर्ण एउटा जिम्मेवारी हो। त्यसका केही सुरुवातहरू भइसकेका छन्। कहाँबाट हामीले अहिलेको 72 सालको संविधान, असोज 3 गते जारी भएको संविधान कार्यान्वयन कहाँबाट गर्यौं भन्दा प्रधानमन्त्रीको चुनावबाट गर्यौं, सभामुख उपसभामुखको चुनावबाट गर्यौं, राष्ट्रपति उपराष्ट्रपतिको चुनावबाट गर्यौं। अनि थुप्रै मतलब चाहिँ अब त्यसलाई कार्यान्वयन गर्ने थुप्रै जिम्मेवारीहरूप्रति 300 वटा त यहाँ कानून संशोधन गर्नुपर्ने छ। त्यति कानून नियमावलीहरू बनाउनु पर्ने अवस्था छ। र सँगसँगै अब संविधानमा त बोलिएको छ, अब नेपाली समाजवाद उन्मुख हुनेछ भनिसक्यो। जो हामीले परिकल्पना गरेको समाज, हामीले एउटा सैद्धान्तिक रूपले लक्ष्यमा राखेको समाज, उद्देश्यमा राखेको समाज, त्यो समाज निर्माणका लागि अब आधिकारिक रूपमा देशको कानूनमा लेखियो। एकै ठाउँमा होइन, प्रस्तावनादेखि लिएर धेरै ठाउँमा लेखिएको छ। तपाईँहरू हेर्नुहोला। अब त्योभन्दा राम्रो संविधान भारतको फरक हो। ऊ त त्यहाँ उसको संविधान पारित हुँदाखेरि 65% सभासदहरूले मात्रै त्यसलाई चाहिँ समर्थन गरेका छ। र त्यहाँको कम्युनिस्ट पार्टी र एउटा चाहिँ के भन्छ एउटा पुरुष नेताले त त्यसलाई स्वीकारै गर्नु भएन नि त। भारतकै संविधान पनि आज प्रजातान्त्रिक रूपले ठूलो एउटा पहल लिएको एउटा मुलुक, आर्थिक रूपले समृद्ध देश अमेरिका, जो कुनै बेला हिजो बेलायत ब्रिटिसको कुनै देशमा पनि थियो, त त्यहाँको संविधान पारित गर्दाखेरि त 55% एउटा सभासदहरूले समर्थन गरेको। त नेपालको कति हो त? नेपालको 85%। तपाईँ हामी सबैले सुनेर बसाएको हाम्रो कमरेड कर्ण थापा जस्ता मान्छेले ती सबै मान्छे भन्दाखेरि 85% पुग्यो मतदान गरेको। अनि त्यो उसमा संविधानमा हस्ताक्षर गरेको मान्छेको संख्या भन्ने भने त 90% छ। अनि भारतको हाम्रो मिल्या छ त तुलना गर्न सकिन्छ? समर्थनकै हिसाबले भन्ने हो भने पनि त 12-13 वर्षसम्म पनि कसैले त त्यसमा स्वीकारै गरे होइन नि त त्यहाँ त। अब यहाँ तराई मुलको भन्ने भनेपछि त यहीँ राजेन्द्र महतो, उपेन्द्र यादव यिनीहरू कति छन् निर्वाचित, यिनीहरूको संख्या हेर्नु 100 कति जनाले त तराई मुलकाले त्यो संविधानमा पुरा मत हालेका छन्, आफ्नो सिग्नेचर गरेका छन्। यो स्वर्णिम एउटा चाहिँ ऐतिहासिक कार्यमा हामीले हाम्रो सिग्नेचर दर्ज गर्नुपर्छ भनेर खुसी भएर हाँसी सिग्नेचर गरेका छन्। अनि 2-4 जना 10-12 जना त्यहाँका सभासदहरू त्यहाँका सबै मुखिया हुन्। त्यसो भएको हुँदाखेरि अबको हाम्रो कार्यभार, अबको हाम्रो जिम्मेवारी संविधानलाई पूरापूर कार्यान्वयन गर्नु, जबरजस्त किसिमले यो लादिएको एउटा राष्ट्रिय संकटबाट मुलुकलाई एउटा मुक्त गर्नु नेकपा एमालेको जिम्मेवारी छ। नेकपा एमालेको जनताले दिएको अभिभारा हो र अहिलेको सरकारको अभिभारा हो र नेकपा एमालेका आम व्यक्तिको अभिभारा अहिलेको त्यो हो। र अब हामी हाम्रो समाजलाई, हाम्रो देशलाई, हाम्रो जीवनलाई हामी एउटा चाहिँ भिखमङ्गा एउटा मान्छेको रूपमा, भिखमङ्गा समाजको रूपमा, भिखमङ्गा मुलुकको रूपमा, भिखमङ्गा राष्ट्रको रूपमा हामी बनाउन चाहँदैछौँ। यहाँ तपाईँहरूलाई म भनौँ, यो सप्रोसले चामल कुनै ठाउँमा के भन्यो भने सप्रोस चामल भन्ने गरेको, त्यो सप्रोस चामल हामी खाने पक्षमा छैन। त्यो कहाँ उत्पादन गरेर कहिले त्यसलाई चाहिँ धानबाट चामल बनाएको त्यो थाहै छैन, त्यसको चाहिँ एक्सपायर भएको हेरेकै छैनौँ हामीले। अनि उस चामलले हामी त्यसमा हामी यसबाट यो मुलुकलाई हामी मुक्त गर्न चाहन्छौँ। उता इन्डियाबाट फलाएको आलु उसले बन्द गरोस्, हामी त्यही कामना गर्न चाहन्छौँ। उसले फलाएका टमाटर गौरी सन्तामा उसले बन्द गरोस्, हामी त्यही चाहन्छौँ। उसँग यात्रा छ, उसँग पानीको स्रोत छ, प्रणाली छ, उसँग बुढीगङ्गा छ, खेती छ, त्यो हामीसँग छ। हामीसँग स्याउ छ, सुन्तरा फल्छ, मुस्लाबारी फल्छ, बासमती चामल फल्छ। भनेर भन्ने भनेको त जुम्लामा त त्यो रातो चामल यति प्रख्यात छ, पुरै सुन्नु न तपाईँ। त्यो चिज हामीसँग छ, मात्रै हामीलाई कमजोर केले बनाएको छ भन्दाखेरि पछौटेपन, अल्छीपना, अनि तलबाट अलिअलि लिकिनी किनी खाइकनी त्यो के भन्छ त्यो युरिया र अनि विषादी औषधि हालेर चाहिँ उत्पादन गरेका चिज खाइराखेका छौँ। बिस्तारै हाम्रो मानव जीवनमा त्यसले क्षति पुगाइराखेको छ, त्यो हामीले बुझेका छैनौँ। उसले त बन्दै गरोस्, हामी त्यही चाहन्छौँ नि त।
त्यसो भएको हुँदाखेरि विगतका शासकहरूले अब हाम्रो मुलुकमा पनि पेट्रोलियम पदार्थ के छन् भन्ने अध्ययन गरेन। अब स्वाभाविक रूपले नेकपा एमाले पनि अहिलेको नेकपा एमालेको अगुवाईमा बनेको सरकारले अल्पकालीन दीर्घकालीन मध्यकालीन उपायको खोजीमा अहिले लागिराखेको छ, जुटिराखेको छ, अगाडि हिँडिराखेको छ। कहाँ के हुँदैछ, हाम्रो देशमा के छ, त्यसको पनि अहिलेको मतलब छलफल र त्यो खालको एउटा अध्ययन गर्ने त्यो कार्यमा जुटिराखेको छ। त्यसो भएको हुँदा अब त्यति बेला हामी तपाईँहरूको बिचमा आयौँ। नेकपा एमालेको कार्यकर्ताको शिर उच्च छ। तपाईँहरूले गर्वका साथ भन्न सक्नुहुन्छ, तपाईँहरूले हिम्मतका साथ भन्न सक्नुहुन्छ, नेकपा एमालेका कारणले संविधान आयो। नेकपा एमालेलाई ढाँटेन, हिजो ढाँटेन, बिच्छेका मान्छे आए 64 सालमा मत गरिहालेछ त भनिदिनु भन्दाखेरि हजुर तर यहाँ अभियानमा जाने भएपछि मत नहाल्नु अनि त्यो चन्दा दिने खुट्टा बचाउने मत नहाल्नु त्यही भने हजुर भएन। कहाँ अर्को ठाउँको आउनु कति मजा ल्याएको रे भनिदिनु भने जब त्यहाँ सिसी क्यामेरा राखिएको छ रे त्यसले सबै हेर्दो छ अनि त्यो बेलुका हेर्ने मत नहाल्नु त ठिकठाक बाँडिन्छ। हामीले त्यसरी मागेको मत होइन। मैले यो कुनै त्यस्तो पूर्वाग्रही होइन। अहिले पनि त्यो प्रचार गर्ने पार्टीका साथीहरू नेताहरू सत्तामा छन्, त्यही त टुक्रेर गइसक्यो। अलिक प्रकाश दिन भनिसक्नुभयो। बाबुरामको नक्कली चरित्र देख्यो, त्यसरी उहिले देख्यौँ। बाबुरामको अहिले देख्दैछौँ, देखिहाल्यो थियो। तर आफूभित्र सारा यो चाहिँ राजनीतिक संवाद समितिमा आफै बस्ने अनि संविधान जारी गर्ने, सारा ठाउँमा सिग्नेचर गर्ने अनि जनता खुसी भए 65-67 वर्षपछि हामीले प्राप्त गर्यौं। त्यति लामो समयसम्म कतिपय हाम्रा पुर्खा मरेर गए, हामी जीवित रहेका पुर्खाले त्यो चिज पायौं, त्यो सन्ततिले त्यो चिज पायो, यो पिँढीले त्यो चिज पायो भनेर मान्छे खुसीले दीपावली बनाए, ठाउँ ठाउँमा एउटा जुलुस निकाले। यो त यो जुलुस यो खुसियाली मनाउने भने होइन, छेडछाड हो त। त्यसो भएको हुँदा बाबुरामका पनि उसका सक्कली उसका चाहिँ चरित्र के हुन् भन्ने विषयमा तपाईँहरूले सबै देख्नुभएको छ। यहाँ शक्ति भनिकन लागेका छन्। त्यसो होइन भने अर्को कहाँ त्यसो भने अर्को पार्टीको भन्दै थियो, संघीय समाजवादी पार्टीका नेताहरू भन्दै थियो। त्यो भएको हुनाले तपाईँहरू अब अत्यन्तै जिम्मेवारपूर्वक ढङ्गले जानुहोस्, अत्यन्तै तपाईँहरू संवेदनशील भइकन जानुहोस्। अब अहिले यो राष्ट्रिय संकटले यसले कतिको एउटा चाहिँ कान खाने त्यो आफ्नो ठाउँमा छ होइन भने पहिले स्थानीय चुनाव हुनेवाला छ। त्यो स्थानीय चुनावका लागि अब पार्टीका मिटिङहरू सुचारू गर्नुहोस्। तपाईँहरू यहाँ आइकन हामीले यसो गरेका छौँ उसो गरेका छौँ होइन, त्यो देखिनु पर्यो। अब माथि केन्द्रले पार्टी चलाएको देखिनु त संविधान भने सारा हो, वस्तुको तल देखिनु पर्यो। त्यसो भएको हुँदा यहाँ तपाईँहरूलाई म भनिहालौँ, हाम्रो बिचमा कुनै नेतृत्वको बिचमा माथि कुनै मनमुटाव छैन, कुनै गुटबन्दी छैन। त्यो तपाईँहरूलाई म त्यो विषयमा पनि भनिहाल्छु। यदि गुटबन्दी विभिन्नताको अवस्थामा गुटबन्दी नभएको पार्टी को भनेर तपाईँहरूले क्वेसन गर्ने भने त्यो नेकपा एमाले। त्यो अस्ति सबै हाम्रो पार्टीका नेताहरू संविधान निर्माणमा एउटै मन, एउटै वचन, एउटै भावना, एउटै शब्द, एउटै लाइनबाट, एउटै बाटोबाट हिँड्नुभयो नि त। अब त्यहाँ अरूका त 2-3वटा बाटा, 2-3वटा मुख, त्यही भएको अवस्था हो। त्यसो भएको हुँदा माथि नेतृत्व पङ्क्तिमा पनि अहिलेका बालवाला प्रधानमन्त्री, आदरणीय नेता, पार्टीका अध्यक्ष कमरेड केपी ओली, वामदेव, जलनाथ, माधव कमरे, कसैको बिचमा पनि त्यसो छैन। यहाँ पनि हामी 3 जना केन्द्रीय कमिटिका सदस्य छौँ। पोलिट ब्युरो सदस्य कर्ण थापा हुनुहुन्छ। एकता गर्दाखेरि लाउँदो हुँदो रहेछ, अनि एकता गर्दाखेरि चाहिँ रिजल्ट पनि राम्रो आउँदो रहन्छ। त्यतिको अनुभव पनि हामीसँग छ। अझ भन्ने हो भने बाजुराको राजनीतिमा ठुला ठुला सिधा अनुभव र ठुला ठुला ऐतिहासिक उपलब्धि पनि हामीले हासिल गरेका छौँ। हाम्रै रगत पसिनाले हो। यहाँ हाम्रा माथिका नेता आइदिने हो कि तपाईँ हामीले गरेका छौँ। यहाँ हाम्रो बिचमा पनि केही छैन। यहाँ प्रकाशजीले पनि छुट्टै केही भन्नुपर्ने, छुट्टै एउटा मन लगाउनु पर्ने, छुट्टै मुख लगाउनु पर्ने त्यसो म देखिनँ। निकमतीले पनि छुट्टै मुख लगाउनु पर्ने देखिनँ। तपाईँहरूलाई म बोलिहालौँ, एउटा निर्वाचन क्षेत्र त कसैले खोजिदिनेवाला छैन। हाम्रो कङ्ग्रेस जसो हुनुभयो त्यस्तै हुनको लागि। अनि यो स्पिरिट हाम्रो रह्यो, यो जरुरत हाम्रो रहिराख्यो भने 110 जनाभित्र हामी सबै लाग्यो भने त्यहाँ पनि हामी गर्न फुल पठाउन सक्छौँ माथि। अनि सँगै यो चाहिँ के अरे प्रदेशमा प्रत्यक्ष निर्वाचनको इन्टु 2 भने हो नि त, 102 भने हो। अनि 2 जना प्रदेश सभामा जाने भए
अनि त्यहाँ पनि 40% भित्र पाँचरा जस्तो एउटा चाहिँ उर्वर भूमि नेकपा एमाले भित्र सेती अञ्चल महाकालीमा कहीँ पनि छैन, कहीँ छैन। तपाईँहरू देख्नु होला, रेकर्ड हिजो पनि देखायो, भोलि पनि देखाउने होला छ। तिमीले त्यहाँ पठाउनु सक्छ नि त। अनि प्रकाशजीले के चिन्ता गर्नुपर्ने ठाउँ छ? हिजो तिमीले चिन्ता गर्नुपर्ने ठाउँ छ र मैले चिन्ता गर्नुपर्ने ठाउँ छ छैन। त्यसो भएको हुँदाखेरि हामी पर्याप्त रूपमा अवसरहरू छन्, पर्याप्त अवसरहरू छन्। ती अवसरहरू हामीले चाहिँ हामी पुरा एक मत, एक माना, एक विचार, एक भावना भइदिने हामी गएको जान्छौँ। र त्यसो भएको हुनाले हामी कोही अब सहिलो भाँच्ने काम कसैबाट हुँदैन भन्ने कुरो म ढुक्क छु है। म ढुक्क छु। फेरि तपाईँहरूलाई म क्वेसन गर्छु, आफ्ना स्वार्थका लागि, आफ्ना भित्रभित्रका मसिना अलि केही चिजका लागि लालबागबाट यसो हो नि तपाईँहरू कोही नभन्नु होला, पौन जिल्ला पनि कोही नभन्नु होला तपाईँहरू। हामी सबै हाम्रा अगुवा हुन्, प्रकाश जिल्ला पनि कोही नभन्नु होला तपाईँहरू। हाम्रा अगुवा हुन्, हाम्रो नेतृत्व हो र हामीले सबैलाई विश्वास गर्नुपर्छ, सबै हामीले चाहिँ सबैमा एउटा चाहिँ हामीले सम्मान गर्नुपर्छ भन्ने खालको भावना तपाईँहरूले पनि लिनुपर्छ। ढङ्गले गयौँ भने नेकपा एमालेको राजनीतिक दल 60 वर्षसम्म बाजुरामा कसैले आउँदाले यसरी नङ्गे पनि गर्न सक्दैन। मैले बितेको बाजुरा त्यो हो। मैले कुनै त्यो हावादारी ढङ्गले यहाँ यसरी बोल्दाखेरि भनिहाल्यो भने होइन, मसँग त्यसका पछाडि तथ्यगत आधारहरू छन्, त्यसकै आधारमा तपाईँहरूलाई मैले भने। त्यसो भएको हुँदा अब हामी भोलि प्रतिनिधि परिषदको बैठक पनि छ र त्यसमा पनि हामी हाम्रा केही विचारहरू भाँच्चा खुचेका पनि त्यहाँ थियौँ र यहाँ अब अहिले यहाँको नेतृत्व अत्यन्तै मतलब चाहिँ सौहार्दपूर्ण ढङ्गले यहाँ नेतृत्वको जिल्ला स्तरमा पनि केही छैन, उहाँहरू पनि त्यो ढङ्गले लाग्नु भएको छ। पार्टी हाम्रो जीवन नै यही पार्टीसँग गाँसिया छ। अनि त्यसमा अलि दायाँ बायाँ गयो भने त यहाँ उहाँहरूको जीवन नै समाप्त हुन्छ नि त। त्यसो भएको हुँदाखेरि अब हामी हाम्रो राजनीतिक जीवन भनेको हामीलाई माया गर्ने परिवर्तनका पक्षधर बाजुरेली जनताको जीवन हो। त्यो जीवनमाथि नेकपा एमाले बाजुराका हामी यहाँबाट यही हावापानी, यही केही माटो, हामी सबैले जे खाइराखेका छौँ त्यही खाएर हामी हुर्केका, राजनीतिक रूपले अगाडि बढेका हामी सबैको जीवन त्यहाँभित्र छ र त्यसमा कुनै पनि हालतमा म अहिले यहाँको इन्चार्ज छु। कुनै पनि साथीहरू चाहे जिल्ला कमिटीमा किन नहोस्, चाहे तल तल तपाईँहरू किन नहुनु बस्नु किन भएको किन नहुनु तपाईँहरू हुनुहुन्छ होला, तपाईँहरू कसैमाथि पनि मेरो आग्रह पूर्वाग्रह नजिक टाढा कुनै फरक ढङ्गले हेर्नुपर्ने त्यो मेरो म कुनै हालतमा त्यसो चाहिँ त्यो रहनेवाला चाहिँ तपाईँहरू ढुक्क भन्नु, त्यो मेरो प्रतिबद्धता हो। तपाईँहरूको बिचमा मैले देखाएको मेरो प्रतिबद्धताको रूपमा तपाईँहरूले लिनुपर्छ भन्ने मान्यता म तपाईँहरूको बिचमा राख्न चाहन्छु। र यहाँ यो कार्यक्रममा अब अलिकति हामी अलि अगाडि ल्याउँथ्यौँ, यो राष्ट्रिय एउटा चाहिँ परिस्थिति परिवेशले गर्दाखेरि हामी त यो कार्यक्रम असोजको 28-29 गते कोटियागाउँ अञ्चलको मिटिङले काठमाडौँमै बसेर दुईटा अञ्चलको जोइन्ट मिटिङ बस्यो, त्यसबाट हामी निर्णय गरे। अब त्यति बेला के भन्छ यो प्रधानमन्त्रीदेखि लिएर राष्ट्रपति उपराष्ट्रपतिको चुनाव भयो, त त्यसले गर्दाखेरि अब त्यहाँ माथि पनि के कसो हुन्छ, आफ्ना अधिकारहरू जिम्मेवारी पनि हुन्छ नि तपाईँको। अब त्यो ढङ्गले एउटा चाहिँ लाग्नुपर्छ कि त्यो भन्ने चाहिँ पार्टी नेतृत्वलाई पनि लाग्यो, हामीले लाग्यो, हामी त्यसलाई स्थगित गर्यौँ। अहिले पूर्ण रूपमा यहाँ सुचारू गरेका छौँ र हामीले जे चिज हो नि पार्टी चल्ने मुटु खराब छ है, त्यो मुटुलाई सफा पार्नुपर्ने अवस्था छ। त्यसका भल्बहरू चाहिँ बिग्रिया छैनन्। अनि त्यो भल्बभित्र अलिअलि चाहिँ त्यो चाहिँ बोसो जमेको छ कि, त्यो बोसोलाई फाल्ने काम अब हामीले गर्नुपर्छ र पार्टी संगठनलाई सुचारू गर्ने, त्यसलाई चाहिँ रक्त सञ्चार गर्ने त्यो अभियानमा, त्यो एउटा चाहिँ यात्रामा तपाईँहरूले जुट्नुपर्छ र एउटा युगको अन्त्य भएको छ, एउटा युगको समाप्त भएको छ, एउटा अध्यायको समाप्त भएको छ। अब नयाँ युगको सुरुवात भएको छ, नयाँ अध्यायको सुरुवात भएको छ र त्यो नयाँ युग, नयाँ अध्याय र नयाँ एउटा चाहिँ राजनीतिक मार्ग चित्र बोकेर त्यो यात्रामा चाहिँ हामी सबै नेकपा एमालेका कार्यकर्ता नेता सबै जुट्नुपर्ने, जानुपर्ने र त्यसरी तपाईँहरू लाग्नुहोस् र यसमा हामी सबैको भलो र हामी सबैको जीवन यसमा छ भन्ने खालको मेरो भनाइ, मेरो बुझाइ यहाँहरूको बिचमा मैले राखेँ र मेरा भनाइ पनि यहाँहरूको बिचमा म अन्त्य गर्दछु। धन्यवाद।